गर्लफ्रेन्ड छ कि छैन? छैन हौ। गर्लफ्रेन्ड छ कि छैन? छैन हौ, सिंगल हो। सबै म मात्रै मिङ्गल रहेछु त पाइन्छ यहाँ चाहिँ। पुलाउ सुलाउको लागि चाहिँ केटा बे गर्दाखेरि चाहिँ यहाँबाट लानु पर्यो। लास्टै ढिलो आउने कि जहिले भए पनि। यिनीहरू चाहिँ होइन, म त छिटो आएको थिएँ। आज हामी 1 वर्षपछि धेरै दिनपछि धेरै महिनापछि भेटघाट भएको छ। सँगै आएको साथीहरू है फेरि। एउटाको नाम चन्द्र, एउटाको नाम रोहन, एउटाको नाम तिलक लामा। बिहानदेखि कुरेर बसेको है म चाहिँ यिनीहरूलाई। यिनीहरू चाहिँ लास्टै ढिलो आउने कि जहिले भए पनि। यिनीहरू चाहिँ होइन, म त छिटो आएको थिएँ। साथी यिनीहरू दुवैजना जहिले भए पनि भात खानलाई बोलाउनु पर्ने। बिहान 8 बजे झुरुक्क उठेर नुहाइधुवाइ गरेर आज घुमघाम गर्नु पर्ला भन्दाखेरि पनि नआउँदै नआउने। जबरजस्ती कल गर्नुपर्ने हो। अहिले हामी चाहिँ दुबई आउदाइमा छु। 12-1 बजेको घाममा हिँड्दैछु अहिले। सर्लक्क हेर्न सक्नुहुन्छ हामी 3 जना टक्क साथीहरू जाँदैछ अहिले। कुन मार्केट हो र? ग्रिन गिफ्ट मार्केट। त्यहाँ जान्छौँ। त्यहाँ गएपछि पछिको भ्युजमा देखाउने छु तपाईँहरूको लागि। अहिले चाहिँ 12-1 बजेको घाममा हिँड्दैछु। हेर्न सक्नुहुन्छ तातो घाम सर्लक्क रोडबाट नि कस्तो तातो भाप दिँदैछ। आँखा पनि राम्रो हेर्न सकेको छैन। चस्मा ल्याउनु पर्छ नि केटा हो। अनि के भन्न चाहन्छु गाइज भनिहाल्नु। लाइक कमेन्ट सब्सक्राइबर गरिदिनु। अनि त म केही पनि भन्दैन, आलु पाड्छु सबै। ल ठिक छ त केही नभन्न त अनि। अहिले चाहिँ फर्स्ट टाइम ब्लग बनाउँदैछु म साथीको मलबाट। के कस्तो लाग्छ तपाईँहरूलाई खबर गर्न सक्नुहुन्छ। ल अहिले चाहिँ हात समातेर गल्यो। ल बाई बाई। ल गाइज अहिले हामी चाहिँ ग्रिन गिफ्ट मार्केटभित्र आइपुग्यो। हेरौँ अब साथीहरूले के गर्दो रहेछ है। ठिक हुन्छ। पचास जसरी खेलेर बसिरहेको छ केटाहरू। ल केटा गर्लफ्रेन्डहरू छ कि छैन यसो निकालौँ गुडियाहरू गिफ्ट दिनको लागि। गर्लफ्रेन्ड छ कि छैन? छैन हौ, सिंगल हो। सबै राडापाडी हो। म मात्रै मिङ्गल रहेछु त यताबाट हेर्न सक्नुहुन्छ गल्ली गल्ली छ है। सुनको थाल पाइन्छ यहाँ चाहिँ। पुलाउ सुलाउको लागि चाहिँ केटा बे गर्दाखेरि चाहिँ यहाँबाट लानु पर्ला है। डिक्चीहरू टन्नै रहेछ ठुल्ठुलो। अनि अब कता जाने हो? भाँडाबुडा होइन यो उता त। अब कता घुम्नु थियो भाइ? 50 को अफर चल्दा रहेछ। 50% अफ। 50 को अफरमा डिस्काउन्ट। अनि चन्द्र साथी के भन्न चाहन्छौ? अहिले आइफोन लिएर घुम्ने गरेँ क्या म।